ल यो बिक्री गर्नुपर्ने जग्गा चाहिँ हाम्रो यो अगाडि देखेको छ नि जति पनि सरर लाएर यो धान खेत है यो चाहिँ टोटल पौने 8 कट्ठा जग्गा फेरि पौने 8 कट्ठा जग्गा मात्र गट्ठाको फेरि प्रति गट्ठा मूल्य चाहिँ 7,50,000 है त फेरि एक गट्ठाको 7,50,000 को दरले चाहिँ अब पौने 8 कट्ठा जग्गा चाहिँ यो धान खेत बिक्रीमा आइसकेको छ है फेरि यो जग्गा चाहिँ हाम्रो ठ्याक्कै यो पौने 8 कट्ठा जग्गा हो कि है सिमाना चाहिँ अब हाम्रो यही अगाडिपट्टिको यो जुन देखिया छ यो रुखहरू यो टाकी फुलफुल्या नि यो ठ्याक्कै यो यता यहाँबाट देखिन्छ कि सिमाना चाहिँ यो घरहरूभन्दा ठ्याक्कै यतापट्टिबाट होइन यताबाट अनि यो जति पनि खाली यो जमिन देखेको छ नि यो बाहिर खेत यो खेत जति सबै बिक्रीमा हो यो होइन पौने 8 कट्ठा जग्गा एकै मुष्टमा जम्मै बिक्रीमा हो है अनि सिमाना यताको सिमाना चाहिँ लगभग यतैतिर पर्छ अनि त्यस पछाडि अब यो चाहिँ यो रुखहरू सबै पर्यो है यो रुखहरू त्यस पछाडि अनि बाटो चाहिँ फेरि तल छ फेरि बाटो यो सिमाना यताको सिमाना चाहिँ ठ्याक्कै यही भइहाल्यो हैन यहाँ चाहिँ तपाईको अब बाख्रा पालन गर्नका लागि है एकदम उपयुक्त अनि खेती गर्नका लागि एकदम उपयुक्त जमिन चाहिँ बिक्रीमा आइसकेको छ अनि तपाईहरु सम्पर्क गर्न सक्नुहुन्छ है अनि ठेगाना चाहिँ मकवानपुर गढी गाउँपालिका वडा नम्बर 1 फुलबारी भन्छ ल जी मकवानपुर गढी गाउँपालिका वडा नम्बर 1 फुलबारीमा तपाईको एकदमै आकर्षक जग्गा चाहिँ बिक्रीमा आइसकेको छ तपाईको है धानखेत हो यो हेटौडा बजारबाट लगभग तपाईको 16-17 किलोमिटरको दूरीमा रहेको यो धानखेत चाहिँ बिक्रीमा छ है त तपाईको ल के हो धानखेत तपाईहरु सम्पर्क गर्न सक्नुहुन्छ।